हेलो गाइज नमस्ते। आज चाहिँ हामी यता केलाङमा आएको थियौँ होइन। अनि एकजना अङ्कल यहाँ अगाडि सुतिरहनु भएको छ। उहाँलाई हामी चाहिँ यो केही खानेकुराहरू दिँदैछौँ। निकै भोको जस्तो देखिनुहुन्छ, त्यही भएर हामीले यो थोरै खानेकुराहरू किन्यौँ र उहाँलाई हामी दिनेछौँ। Any food for you, okay? Any food for you. You take. Like any water, okay? Yeah. You okay? Yeah, guys, हामी चाहिँ अब यहाँ चाहिँ ओके हामी चाहिँ यहाँ होइन बजार आएको थियौँ। अनि त्यसपछि एकदम दया लाग्दो एकजना अङ्कल देख्यौँ। अरू धेरै यसरी माग्ने मान्छेहरू बसेको हुन्छ, तर हामीलाई चाहिँ उहाँको एकदम दया लाग्यो। अनि त्यही भएर खानासाना किन्यौँ अनि दियौँ। यस्तो मान्छे देख्नुपर्छ गाइस, के गर्ने। त्यही भएर जिन्दगी